एउटा यस्तो एप प्ले स्टोरमा पब्लिस्ड हुन्छ जसले मानिसहरूलाई दैनिक रूपमा 200 रुपियाँ दिइरहेको छ, जसमा तपाईँले गर्नुपर्ने केही छैन। दैनिक एउटा भिडियोमा लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, तपाईँले दैनिक 200 रुपियाँ कमाउनुहुन्छ। तपाईँले गर्नुपर्ने सुरुमा के हो भने त्यसलाई 1000 रुपियाँ चाहिँ तपाईँले सुरुमा दिनुपर्ने हुन्छ। त्यहाँबाट तपाईँलाई 1 महिनासम्म त्यसले लगातार 200 रुपियाँ गरेर दिन थाल्छ। अब यसलाई तपाईँले गर्नुपर्ने के हुन्छ भने प्ले स्टोरबाट एउटा एप्स डाउनलोड गर्नुपर्ने हुन्छ। एप्स डाउनलोड गरेपछि रजिस्टर गरे पछाडि त्यहाँनिर ई सेवा, खल्ती अथवा कुनै पनि नेपाली ब्याङ्कहरूबाट तपाईँले त्यहाँ पे गर्न मिल्छ 1000 रुपियाँ। तपाईँले त्यहाँ पे गरिसकेपछि तपाईँलाई त्यही दिन 500 रुपियाँ दिन्छ। यो एप चाहिँ कसरी काम गर्छ, उसलाई के फाइदा छ, उसले कसरी कमाउँछ र हामीलाई कसरी दिन्छ, आज हामी त्यो पनि प्रश्न पार्नेछौँ है त। यो कुरा बुझाउनको लागि म एउटा स्टोरीबाट सुरु गर्छु है त। मेरो आफ्नै साथी थियो एउटा, उसले यस्ता एप्लिकेसनहरू निकै खोजी गर्ने, निकै चलाउने। अनि यो चलाएको रहेछ, उसले 1000 रुपियाँ लगानी गरे रहेछ। उसले दैनिक रूपमा 200 रुपियाँ कमाएर महिनाको 6000 रुपियाँ पनि पुर्यायो। अब मलाई आएर देखायो, यस्तो यस्तो हो, तपाईँ डाउनलोड गर, चला भनेर देखायो। ठिक छ, उसले कमायो भने मैले नकमाउने यस्तो त कुरै भएन। ठिक छ, मैले पनि चलाएँ, खोले, लगानी गरिदिएँ। 1000 रुपियाँ लगानी थियो, गरिदिएँ। राम्रो चल्दै थियो, चलिरहेको थियो, पैसा दिइरहेको थियो एप्लिकेसनले। 28 दिन भइसकेको थियो, 2 दिन मात्रै बाँकी थियो मेरो पैसा 6000 रुपियाँ बनेर आउँ। तर जब मैले 28 दिनको दिनमा एप्लिकेसन खोले, अलिकति ग्लिच भयो जस्तो लाग्यो मलाई। हुन सक्छ एप्लिकेसन हो, धेरै ग्लिचहरू आइरहेको हुन्छ, कि बा अपडेट आएको हो कि भनेर गएर मैले प्ले स्टोरमा हेरेँ, अपडेट पनि आएको थिएन। त्यो पनि ठिक छ, केही गर्दा मेरो पैसा क्लाइम भयो। मैले सोचेँ एप्लिकेसनमा केही ग्लिच भयो होला, डिलिट गरिदिन्छु अनि फेरि डाउनलोड गर्छु भनेर मैले मेरो फोनबाट डिलिट गरिदिएँ। डिलिट गरेर प्ले स्टोरमा गएर हेर्छु, एप्लिकेसन छैन। मसँग कुनै चारो पनि छैन कि मैले यो एप्लिकेसनमा मैले लगानी गरेको छु भन्नलाई। अब गर्ने के? मैले थोरै रिसर्च गरेर हेरेँ, यस्ता बजारमा करोडौं एप्लिकेसन रहेछ। अब एउटा कुरा सिकियो कि यस्ता कुरामा विश्वास गर्नुभन्दा अगाडि थोरै दाँत रिसर्च गर्न जरुरी छ। यस्ता एप्सहरूको स्ट्राटेजी एकदम सिम्पल छ। 10 जनालाई पैसा दिने, 10 जनालाई पैसा दिइसकेपछि 100 जना जोडिन्छन् र ती 100 जना जोडिसके पछाडि फोर होइदिने। यस्ता वैयात एप्लिकेसनहरूलाई हामीले विश्वास गर्नु हुँदैन। लाइक कमेन्ट गरेको भएन तपाईलाई कसैले पनि पैसा दिँदैन। यदि होइन म अनलाइनबाटै कमाउँछु भन्नुहुन्छ भने त्यसका लागि युट्युब, टिकटक, फेसबुक जस्ता कुराहरूमा तपाईले काम गर्नै पर्छ। अरू पनि धेरै अप्सनहरू छन् जहाँ धेरै नै मेहनत गर्नुपर्छ। लाइक कमेन्ट गरेको भएन पैसा कमाइदैन। आजको लागि यति नै, फेरि भेट्नेछौँ अर्को भिडियोमा। हेर्दै गर्नुहोला अर्थसारथी। धन्यवाद।